हेलो एभ्रिवान, नमस्ते सबैजनामा। मेरो नाम स्वप्ना शाह र तपाईहरुले हेर्दै हुनुहुन्छ स्वप्ना ट्युटोरियल क्लास। के तपाईहरुले एनईबी बोर्डको तयारी गर्दै हुनुहुन्छ कि तपाईहरुले सी इन्ट्रान्स एक्जामको प्रिपरेसन गर्दै हुनुहुन्छ भने दुईटै पक्षमा तपाईहरुलाई मैले डेलिभर गर्ने कन्टेन्ट जुलोजीको हैन टपिकहरु दुईटै केसमा तपाईहरुको लागि एकदमै फाइदामन्द रहनेछ है, एकदमै उपयुक्त रहनेछ। यहाँसम्म कि जुन भाइ बहिनीहरुले नीट एक्जामको तयारी गर्दै हुनुहुन्छ ती स्टुडेन्ट्सहरुको लागि पनि मैले डेलिभर गर्ने कन्टेन्ट पुग्छ है त। त्यो लेभलसम्मको म तपाईहरुलाई कन्टेन्ट दिदै छु, त्यो लेभलसम्मको म तपाईहरुलाई पर्टिकुलर टपिकमा तयारी गराउने छु है त। तपाईहरुले मेरो लेक्चर लाइक गर्दै हुनुहुन्छ भने, मन पराउँदै हुनुहुन्छ भने तपाईहरुले मेरो भिडियोजहरुलाई, मेरो च्यानललाई एउटा लाइक गरिदिनुस्, सब्स्क्राइब गरिदिनुस्, सो दैट सबैको लागि सजिलो होस् मेरो लेक्चर हेर्नको लागि है त भाइ बहिनीहरु हो। ल आजको लेक्चर हामी सुरु गरौँ। आजको हाम्रो टपिक के रहेको छ त, काउन्टर करेन्ट मेकानिजम, व्हिच इज भेरी भेरी इम्पोर्टेन्ट टपिक इन द ह्युमन एक्सक्रिटरी सिस्टम। धेरै स्टुडेन्ट्सहरुले यो मेकानिजम बुझेकै हुँदैन, जबकि यति इन्ट्रेस्टिङ र यति सजिलो यो मेकानिजम हो है। तपाईहरुलाई म यो टपिक काउन्टर करेन्ट मेकानिजम जुन हाम्रो एक्जामिनेसन पोइन्ट अफ भ्यूले एकदमै इम्पोर्टेन्ट छ है, एकदमै इम्पोर्टेन्ट छ र तपाईहरुको धेरै नै कन्फ्युजिङ तपाईहरुको लागि धेरै नै कन्फ्युजिङ टपिक जुन यो काउन्टर करेन्ट मेकानिजम छ, तपाईहरुलाई म एकदमै इजी ल्याङ्ग्वेजमा क्लियरली फुल कन्सेप्ट दिनेछु। मेरो प्रयास रहनेछ कि तपाईहरुलाई यो काउन्टर करेन्ट मेकानिजम एट द एन्ड अफ आवर लेक्चर तपाईहरुले सुन्ने हरेक भ्युअर्सहरुले यो मेकानिजमलाई इजिली बुझ्नु हुनेछ है त। ल स्टार्ट गरौँ आजको हाम्रो क्लास, दैट इज काउन्टर करेन्ट मेकानिजम। ल काउन्टर करेन्ट मेकानिजम पहिले यसको मिनिङ बुझौं है। के हो त यसको मिनिङ? काउन्टर, काउन्टरको मिनिङ, यो काउन्टरको मिनिङ के हुन्छ त? अपोजिट। अपोजिट। करेन्टको मिनिङ के हुन्छ भाइ बहिनीहरु हो? करेन्टको मिनिङ के हुन्छ त? भन्नुस् त। करेन्टको मिनिङ के हुन्छ? फ्लो हैन। करेन्टको मिनिङ के हुन्छ? फ्लो। कुनै पनि दुईटा ट्युब छ भने है, सपोज यो एउटा ट्युब हो अनि यो अर्को ट्युब हो है, यो अर्को ट्युब हो, दुईटै एकअर्काकै नजिकमा हुनु पर्यो। कन्डिसन के हो? दुईटै ट्युब एकअर्काकै नजिकमा हुनु पर्यो र दुईटैमा एउटामा लिक्विडको फ्लो यतातिर छ भने अर्कोमा लिक्विडको फ्लो कतातिर हुनु पर्यो? यतातिर हुनु पर्यो। मीन्स दुईटा लिम्ब, टू लूप अफ अ लिम्ब वेयर द फ्लो अफ लिक्विड इज इन अपोजिट डिरेक्सन है। के भने मैले टू लिम्ब हैन, दुईटा सेगमेन्ट, कुनै पनि लूपको लूप हो भने त दुईटा सेगमेन्ट होला हैन, जुन एकअर्काको नजिक छ र जहाँनेरि फिल्ट्रेटको फ्लो अपोजिट छ भने त्यसैलाई हामी के भन्छौं त? काउन्टर करेन्ट मेकानिजम भनेर भन्छौं है। अब यो काउन्टर करेन्ट मेकानिजम कहाँ कहाँ अकर गर्छ त है त? पहिले बुझौं कहाँ कहाँ अकर गर्छ। एक नम्बर कहाँ अकर गर्छ भन्दाखेरि बिट्विन कहाँ अकर गर्छ त? डिसेन्डिङ लिम्ब अफ लूप अफ हेनले, मैले सर्टमा लेखे, एन्ड एसेन्डिङ लिम्ब अफ लूप अफ हेनले है। भनेपछि यो डिसेन्डिङ लिम्ब हो लूप अफ हेनलेको, यो असेन्डिङ लिम्ब अफ लूप अफ हेनलेको। यो दुईटाको बीचमा काउन्टर करेन्ट मेकानिजम अकर गर्छ। एउटा यो ठाउँ हो, दोस्रो कुन ठाउँ हो भन्दाखेरि, दोस्रो कुन ठाउँ हो भाइ बहिनीहरु हो? ल भन्नुस् त। दोस्रो हेर्नुस्, यो मैले के बनाए? पेरिट्युबुलर क्यापिलरी बनाए। हेर्नुस् त, यो मैले पेरिट्युबुलर क्यापिलरी रेड कलरको बनाएको छु, तपाईहरुलाई बुझ्न सजिलो होस् भनेर मैले डिफरेन्ट कलर युज गरेको छु। भने यहाँनिरी हामीले पढेको थियौं एउटा अझै कुरा बुझ्नुस्, काउन्टर करेन्ट मेकानिजम जहिले पनि कुन नेफ्रोनमा अकर गर्छ त? हामीले पढेको थियौं है। कुन नेफ्रोनमा अकर गर्छ ल भन्नुस् त? जक्स्टा मेडुलरी नेफ्रोनमा अकर गर्छ हैन। र यसको फंक्सन के हो? के को लागि यसले काम गर्छ? टु कन्जर्भ द वाटर है, टु कन्जर्भ द वाटर। यसले
यसको मेन फंक्सन त्यही नै हो है त। भने जक्स्टापेडुलरी नेफ्रोनमा के प्रेजेन्ट हुन्छ त भाषा रेक्टा प्रेजेन्ट हुन्छ अराउन्ड द लुप अफ हेनले। भने मैले यहाँनिर हेर्नुस् एउटा भाषा रेक्टा बनाएको छु है। यो भाषा रेक्टाको यो चाहिँ हामी के भन्छौं त दैट इज यसमा हामी अहिले पढ्छौं। यसमा के देख्छौं भने अलिकति बुझ्नुस् तपाईहरु। यहाँ हेर्नुस् यहाँ फिल्ट्रेटको फ्लो यो लिम्बमा के हुन्छ कर्टेक्स देखि मेडुला रिजनमा डाउनवार्ड फ्लो हुन्छ है। भने असेन्डिङ लिम्बमा के हुन्छ अपवार्ड फ्लो हुन्छ हो भाइ बहिनीहरु हो। डिसेन्डिङ लिम्बमा कर्टेक्स देखि मेडुलातिर फ्लो हुन्छ डाउनवार्ड डिरेक्सनमा, त्यही भएर त यो लिम्बको नाम डिसेन्डिङ लिम्ब राखिएको छ। त्यसैगरी असेन्डिङ लिम्बमा फिल्ट्रेटको फ्लो कस्तो हुन्छ डाउनवार्डबाट अपवार्ड मेडुलाबाट कर्टेक्सतिर है। त्यही भएर यो लिम्बको नाम के राख्यो त असेन्डिङ लिम्ब राख्यो। भने ब्लड क्यापिलरीजमा हेर्नुस् त भनेको यो पेरिट्युबुलर क्यापिलरी हो यो भाषा रेक्टा हो। जुन यो पेरिट्युबुलर क्यापिलरी आउँछ हामीले पढेको थियौं। पेरिट्युबुलर क्यापिलरीजले पहिले के गर्छ त पीसीटी लाई लुपिङ गर्छ अनि कहाँ जान्छ त डीसीटी लाई लुपिङ गर्न जान्छ र डीसीटी लाई लुपिङ गरिसकेपछि यसले के गर्छ त यदि भाषा रेक्टा बनाउने हो भने एउटा पेरिट्युबुलर क्यापिलरी के गर्छ त लुप अफ हेनले को वरिपरि लुपिङ गर्छ। हेर्नुस् लुपिङ गर्छ। भने यहाँनिर ब्लडको फ्लो कस्तो छ त फेरि यहाँ पनि हामी के देख्दै छौं कर्टेक्स देखि मेडुला देख्दै छौं। हेर्नुस् त देखिराख्नु भएको छ है देखिराख्नु भएको छ तपाईहरुले यसरी। अब यहाँबाट अब के बनाउँछ थाहा छ तपाईहरुलाई भाषा रेक्टाहरु जोडिन्छ हैन। जोडिसकेपछि के बनाउँछ भेन्युली बनाउँछ। भेन्युली बनाएर रेनल भेन बनाउँछ। त्यो हामीलाई आजको त्यो टपिक हैन। हामी यहाँ कन्सन्ट्रेट गरौँ काउन्टर करेन्ट मेकानिजममा। अनि यसमा हेर्नुस् त यो 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 भाषा रेक्टा हो रे। भाषा रेक्टालाई मात्रै हेर्नुस्। म तपाईहरुलाई जहाँ भन्छु त्यो ठाउँलाई मात्रै हेर्नुस् है। यो भाषा रेक्टा हो। यो भाषा रेक्टालाई हेर्नुस् त यहाँनिर यो लिम्बमा भाषा रेक्टाको यो लिम्बमा हामी के देखिरहेछौं है ब्लडको फ्लो अपवार्डबाट डाउनवार्ड डिरेक्सनमा छ। भने के म यसलाई डिसेन्डिङ किन माथिदेखि तल यदि फ्लुइड जाँदैछ भने त्यो लिम्बलाई हामी के भन्छौं त डिसेन्डिङ लिम्ब भन्छौं। डिसेन्डिङ लिम्ब अफ भाषा रेक्टा म भन्न सक्छु यस। अब त्यसैगरी यो लिम्बमा हेर्नुस् त तलबाट माथि फ्लो भइरहेछ ब्लड। भने यो लिम्बलाई के म असेन्डिङ लिम्ब अफ भाषा रेक्टा भन्न सक्छु पक्कै पनि भन्न सक्छु हैन। भने यहाँ पनि के भइरहेछ यो के हो दुईटा लिम्ब हो भाषा रेक्टाको जहाँनिर फ्लुइड यानी कि ब्लड को फ्लो के छ त अपोजिट छ। एउटामा डाउनवार्ड डिरेक्सनमा छ भने अर्कोमा अपवार्ड डिरेक्सनमा छ है। ल हेर्नुस् भने अर्को ठाउँ हाम्रो कुन हो त जहाँनिर काउन्टर करेन्ट मेकानिजम अकर गर्छ दैट इज बिट्विन डिसेन्डिङ लिम्ब अफ भाषा रेक्टा एन्ड असेन्डिङ लिम्ब अफ भाषा रेक्टा है। दोस्रो अब तेस्रो ठाउँ कुन हो दुईटा। एउटा हामीले के भन्यौ लुप अफ हेनले को डिसेन्डिङ लिम्ब र असेन्डिङ लिम्बमा फिल्ट्रेटको फ्लो के छ अपोजिट छ। अर्कोमा हामीले के भन्यौ दैट इज भाषा रेक्टा को लिम्बमा हामीले दैट इज ब्लडको फ्लो अपोजिट हामी देखिरहेको छौं। अर्को हेर्नुस् लुप अफ हेनलेको असेन्डिङ लिम्ब र भाषा रेक्टाको डिसेन्डिङ लिम्बलाई तपाई कम्पेयर गर्नुस्। यसलाई योसँग कम्पेयर गर्नुस्। हेर्नुस् त यसमा लुप अफ हेनलेको असेन्डिङ लिम्बमा फिल्ट्रेटको फ्लो डाउनवार्डबाट अपवार्ड डिरेक्सनमा छ। भने ब्लडको फ्लो अपवार्डबाट डाउनवार्ड डिरेक्सनमा छ। त्यसैगरी यो लिम्बलाई कम्पेयर गर्नुस्। दैट इज लुप अफ हेनलेको डिसेन्डिङ लिम्बमा फिल्ट्रेटको फ्लो अपवार्ड देखि डाउनवार्ड डिरेक्सनमा छ है। डाउनवार्ड तलतिर मुभ गरिरहेछ। भने यसमा भाषा रेक्टाको यो लिम्बमा ब्लडको फ्लो के भइरहेछ त अपवार्ड डिरेक्सनमा गइरहेछ अनि यसले पनि हामीलाई के शो गरिरहेछ काउन्टर करेन्ट मेकानिजम शो गरिरहेछ। भने के म यहाँ लेख्दिन सक्छु इन द एडजासेन्ट लिम्ब of loop of Henle and भाषा रेक्टा भन्न सक्छु एडजासेन्ट लिम्ब अफ लुप अफ हेनले एन्ड भाषा रेक्टा
भन्न सक्छु भने यो तीनवटा ठाउँमा सम्झेर राख्नुस् है, यो तीनवटा ठाउँमा के हुन्छ काउन्टर करेन्ट मेकानिजम अकर गर्छ। अब यो काउन्टर करेन्ट मेकानिजम अकर गरेर हुन्छ के हामीले आन्सर पाइसकेको छौं, वाटर कन्जर्भ हुन्छ। अब वाटर कन्जर्भ कसरी हुन्छ त, कसरी वाटर कन्जर्भ हुन्छ भन्ने कुरा हामी आन्सर पाऊँ है। अब यसैको आन्सर हामी दिउँ। यो काउन्टर करेन्ट मेकानिजमको कारणले गर्दा वाटर कसरी कन्जर्भ हुन्छ भन्ने कुरा। ल हेर्नुस्, अब हामी के बुझौं भन्दाखेरि यो लुप अफ हेनले भाइ बहिनीहरु कहाँ हो, कहाँ छ, मेडुला रिजनमा छ, मेडुला रिजनमा छ। यो लुप अफ हेनले कहाँ छ त, दैट इज रेनल पिरामिडको, किडनीको रेनल पिरामिड। यो के हो त, यो के हो, यो हामीले हेर्यौं भने यो एउटा के हो, यो रेनल पिरामिड हैन, यो रेनल पिरामिड हैन है, यो रेनल पिरामिड हो। रेनल पिरामिडको मेडुला रिजनमा के छ त, लुप अफ हेनले प्रेजेन्ट छ, सिडी प्रेजेन्ट छ, किनकि यो जक्स्टा मेडुलरी नेफ्रोन हो, अझै डीप सम्म पुगेको हुन्छ यसको लुप अफ हेनले। कुरो बुझ्नुभयो तपाईहरुले हैन। अब यहाँ हेर्नुस्, बुझ्नुस् है, म बिस्तारै गइरहेको छु। लेक्चर यो अलिकति लामो हुन्छ हैन, तर तपाईहरुले मेरो यो ग्यारेन्टी छ कि तपाईहरुले एट द एन्ड अफ द लेक्चर काउन्टर करेन्ट मेकानिजमको एउटा पनि डाउट रहने छैन तपाईको। तपाईहरुको प्रत्येक डाउट म क्लियर गर्ने छु है। ल अब सुन्नुस् राम्रोसँग, यहाँ जुन ब्लड आयो, यहाँ जुन ब्लड ग्लोमेरुलर्समा ब्लड आएको छ, ड्यू टु द अल्ट्रा फिल्ट्रेसन के भयो त, फिल्ट्रेटहरु फिल्टर भयो है। र जुन ब्लड यहाँ छ नि भाइ बहिनीहरु हो, त्यो ब्लडको अस्मोल्यारिटी कति छ त, त्यो ब्लडको अस्मोल्यारिटी कति हुन्छ, 300 यहाँ अस्मोल्यारिटी है, ओएस अस्मोल्यारिटी हेर्दै हुनुहुन्छ है तपाईहरुले। अस्मोल्यारिटी भनेको के हो भन्दाखेरि कन्सन्ट्रेसन अफ सोल्युट इन द सल्भेन्ट। कुरो बुझ्नुभयो। अस्मोल्यारिटी भनेको वर्ड अलि कम्प्लेक्स लागे पनि कुरा एकदमै सिम्पल छ। पर्टिकुलर अमाउन्ट अफ वाटरमा, सल्भेन्टमा कति अमाउन्ट सल्युट छ त्यो के हो त, अस्मोल्यारिटी हो भनेर बुझ्नु। र यसको युनिट के हुन्छ भन्दाखेरि मिली अस्मोल पर लिटर। हामीले पर केजीमा पनि हामी गर्न सक्छौं, पर केजीमा हामीले गर्यो भने अस्मोल्यालिटी भनेर भन्छौं भने पर लिटरमा हामीले क्याल्कुलेसन गर्ने हो भने अस्मोल्यारिटी भनेर भन्छौं। बोथ आर सेम थिङ है, दुईटै सेम थिङ हो। भने ब्लड जुन यहाँ आउँछ, मैले यहाँ अब युनिट लेखिन, मैले युनिट यहाँ लेखिदिए, मिली अस्मोल पर लिटर भनेर हामी भन्छौं अस्मोल्यारिटीको युनिट। भने यहाँ जुन ब्लड छ, ब्लड जुन छ ग्लोमेरुलर्समा, त्यो ब्लडको अस्मोल्यारिटी कति छ त, 300 मिली अस्मोल पर लिटर छ। अब यो जब फिल्टर भएर ड्यू टु द अल्ट्रा फिल्ट्रेसन यहाँ आउँछ भने ब्लडमा हैन मैक्सिमम चीज, ब्लडबाट मैक्सिमम चीज फिल्ट्रेट भएर दैट इज बोमेन्स क्याप्सुलमा आइपुग्छ हो कि हैन। बोमेन्स क्याप्सुलमा आउँदाखेरि जति अमाउन्टमा वाटर आउँछ त्यति नै अमाउन्टमा सल्युट पनि आउँछ। भनेपछि यहाँ पनि हामीले हेर्यौं भने, यहाँ पनि यो फिल्ट्रेटको पनि अस्मोल्यारिटी हेर्यौं भने देख्दै हुनुहुन्छ है तपाईहरुले, अस्मोल्यारिटी हेर्नुभयो भने कति नै हुन्छ, 300 मिली अस्मोल पर लिटर नै हुन्छ है। जति अमाउन्टमा वाटर आउँछ त्यति नै अमाउन्टमा सल्युट पनि आउँछ, आयन्सहरु पनि आउँछ है। अब जब यो फिल्ट्रेटहरु पीसीटी मा ट्राभल गर्छ, पीसीटी मा वी नो मैक्सिमम चीजको रिएब्जर्प्सन हुन्छ। मैक्सिमम चीजको रिएब्जर्प्सन हुँदाखेरि लगभग हामीलाई थाहा छ 80% न्यूट्रिएन्टको त यही रिएब्जर्प्सन भइदिन्छ हो कि हैन। भने लगभग तपाईले यहाँ हेर्नुभयो भने 70 to 80% वाटर के हुन्छ त, दैट इज रिएब्जर्ब हुन्छ ब्लडमा हैन। र त्यो सँगसँगै वाटर रिएब्जर्ब हुन्छ ब्लडमा, र त्यो सँगसँगै आयन्सहरु पनि रिएब्जर्ब हुन्छ, सोडियम आयन हैन, पोटासियम आयन। मेनली हामी यहाँ कुरा गरौं सल्टको, NaCl को कुरा गरौं, सोडियम आयनको कुरा गरौं है। भने जति अमाउन्टमा वाटर रिएब्जर्ब हुन्छ त्यति नै अमाउन्टमा सल्युट पनि रिएब्जर्ब हुन्छ, आयन पनि रिएब्जर्ब हुन्छ। भने यहाँबाट 80% फिल्टर भए पनि, सरी रिएब्जर्ब भए पनि, फिल्टर युज गरे मैले टर्म, यहाँबाट
यहाँ जुन 80% फिल्ट्रेटबाट जुन फिल्ट्रेट आइरहेको छ पीसीटी मा त्यो फिल्ट्रेटबाट 80% न्यूट्रिएन्ट एब्जर्ब भए पनि जति अमाउन्टमा वाटर रिएब्जर्ब भइरहेछ त्यति नै अमाउन्टमा सल्युट पनि रिएब्जर्ब भइरहेछ भने समस्या त केही भएन कन्सन्ट्रेसनमा केही फरक आएन कन्सन्ट्रेसन यहाँसम्म यसको कति नै हामी हेर्छौं यहाँसम्म अप टु द एन्ड अफ द हामी के भन्छौं त सरी भाइ बहिनीहरु इंक निस्क्यो ल यहाँ हेर्नुस् यहाँसम्म हामी के नै देख्छौं 300 मिली osmol पर लिटर नै हामीले दैट इज फिल्ट्रेट को कन्सन्ट्रेसन हेर्छौं यहाँसम्म केही चेन्जेस भएको छैन त्यही भएर हामीले लास्ट क्लासमा पनि भन्यौ नि आइसोटोनिक टु द ब्लड नै हुन्छ यहाँनिर फिल्ट्रेट जति यसमा हुन्छ कन्सन्ट्रेसन त्यति नै ब्लडमा र पीसीटी को फिल्ट्रेटमा उति नै कन्सन्ट्रेसन हुन्छ ल हेर्नुस् अब यहाँनिरबाट सीन अर्कै हुन्छ है ध्यान दिएर सुन्नुस् जब फिल्ट्रेट डिस्टल लुप अफ हेनलेमा ट्राभल गर्छ त्यतिखेर के हुन्छ बुझ्नुस् त्यो भन्दा अगाडि के बुझ्नुस् जब हामी मेडुला यो त मेडुला रिजन हो यहाँबाट हामी के भन्छौं मेडुला रिजन हो यो कर्टेक्स रिजन हो यो मेडुला रिजन हो है मेडुलरी पिरामिडको अनि यो मेडुलरी पिरामिडको माथितिर यो कर्टेक्स रिजनमा पनि हामी कति नै देख्छौं दैट इज कन्सन्ट्रेसन यो त के हो इंटरस्टिशियल फ्लुइड हो यो के हो भाइ बहिनीहरु हो इंटरस्टिशियल फ्लुइड INTERSTITIAL इंटरस्टिशियल फ्लुइड को कन्सन्ट्रेसन कति हुन्छ त कर्टेक्स रिजन तिर 300 मिली osmol पर लिटर मेडुलाको माथितिर कति नै हुन्छ त्यति नै हुन्छ है अब जति डीप जान्छौ कन्सन्ट्रेसन त्यति के हुँदै जान्छ त दैट इज बढ्दै जान्छ यहाँ 300 छ अलिकति डीप गयो भने 400 हुन्छ अलिकति डीप गयो भने 600 हुन्छ अलिकति डीप गयो भने 800 हुन्छ अलिकति डीप गयो भने 1000 हुन्छ यहाँसम्म त आउँदा कति भइसकेको हुन्छ त 1200 भइसकेको हुन्छ यो के हो यो भ्याल्यु के हो तपाईहरुको बुकमा यो भ्याल्यु दिएको होला नडराउनुस् यो के हो त osmolarity हो अरु के हैन osmolarity भनेको के हो कन्सन्ट्रेसन अफ सल्युट इन द सल्भेन्ट है त्यही हो यो इंटरस्टिशियल फ्लुइड मा सल्युट को कन्सन्ट्रेसन कति हो त्यही भनिरहेको छ त्यही हो osmolarity र त्यसैको भ्याल्यु यहाँ दिएको छ नडराउनुस् जति डीप गयो त्यति नै के हुन्छ कन्सन्ट्रेसन बढ्छ osmolarity हाई हुन्छ यहाँ तलतिर 1200 भनेपछि 1200 हैन आयन्सहरु प्रेजेन्ट छ पुरो बुझ्नु भयो है धेरै एकदम हाई कन्सन्ट्रेसन छ आयन्स र स्पेशली कुन आयन्स को NaCl सल्ट को कन्सन्ट्रेसन एकदम हाई छ डीप टुवर्ड्स द मेडुला रिजन यो कुरा बुझ्नु भयो है भनेपछि एकतिर यहाँ मात्रै हुँदैन सबैतिर कन्सन्ट्रेसन यही नै हुन्छ इंटरस्टिशियल फ्लुइड को कुरा गर्दै छु है यो इंटरस्टिशियल फ्लुइड हुन्छ यिनीहरुमा यता पनि हामी के नै भन्छौं माथि 300 हुन्छ नि 400 600 800 1000 1200 मिन्स बढ्दै जान्छ है कन्सन्ट्रेसन यसरी नै हुन्छ अब यहाँ हेर्नुस् कन्सन्ट्रेसन बाहिरको कन्सन्ट्रेसन कति छ डीप टुवर्ड्स द मेडुला एकदम हाई छ हेर्नुस् अब जुन वाटर 300 कन्सन्ट्रेसन को भ्याल्युले डिस्टल लुप अफ हेनलेमा छिरियो यहाँ त के समस्या भएन यहाँ उले के पायो त ल इक्वल अमाउन्ट अफ वाटर छ मलाई के इक्वल अमाउन्ट अफ कन्सन्ट्रेसन छ भित्र पनि बाहिर पनि कुनै समस्या भएन अलिकति डीप गयो फिल्ट्रेट अलिकति डीप जाँदाखेरि फिल्ट्रेटले सीन छुट्टै देख्यो सीन के छुट्टै देख्यो बाहिर आयन छ यसरी बुझ्नुस् वाटर र सोडियम आयन हैन गर्लफ्रेन्ड बॉयफ्रेन्ड हो जता गर्लफ्रेन्ड उतै बॉयफ्रेन्ड जता बॉयफ्रेन्ड उतै गर्लफ्रेन्ड जता वाटर त्यतै सोडियम आयन जता सोडियम आयन त्यतै के छ त वाटर जान्छ यो चाहिँ नबिर्सिनुस् है एकदमै गर्लफ्रेन्ड बॉयफ्रेन्ड को रिलेसन छ यिनीहरुको बीचमा भने हेर्नुस् यसमा कस्तो खालको फिल्ट्रेट इन्टर गर्यो त आइसोटोनिक फिल्ट्रेट जसमा 300 हैन दैट इज कन्सन्ट्रेसन थियो है अब 300 कन्सन्ट्रेसन भएको फिल्ट्रेट जब डीप गयो डीप जाँदाखेरि बाहिरको इन्भाइरोमेन्ट इंटरस्टिशियल फ्लुइडमा इन्भाइरोमेन्ट कस्तो छ त 400 पुग्यो बाहिर भनेको बाहिर 400 मतलब के इंटरस्टिशियल फ्लुइडमा सल्युट को कन्सन्ट्रेसन भित्रको भन्दा
अलिकति बढी भयो भने वाटर के भन्छ सल्युटको कन्सन्ट्रेसन मतलब आयन्सको कन्सन्ट्रेसन मतलब सोडियम आयनको कन्सन्ट्रेसन वाटर के गर्छ जता सोडियम आयन त्यतै भाग्यो कुदेर वाटर है कुदेर भाग्यो वाटर बाहिरतिर निस्क्यो अब अझै डिप गयो 600 आयो अझै वाटर बाहिर निस्क्यो किन बाहिर आयन्सको कन्सन्ट्रेसन हाई छ र हामीलाई थाहा छ वाटर लोअर कन्सन्ट्रेसन अफ सल्युट जता छ त्यताबाट हायर कन्सन्ट्रेसन अफ सल्युट तिर नै मुभ गर्छ किनभने गर्लफ्रेन्ड हो आयन्स बोयफ्रेन्ड हो वाटर जता गर्लफ्रेन्ड उतै बोयफ्रेन्ड आयन्स तिर के हुन्छ तानिदै पुगिहाल्छ वाटर मलिक्युल्स भने अझै डिप गयो 800 हैन कन्सन्ट्रेसन छ झन् धेरै आयन उत खुसी मक्ख झन् धेरै बाहिर निस्क्यो हेर्नुस् अब बाहिर निस्किदा भित्र फिल्ट्रेसनको कन्सन्ट्रेसनमा के फरक पर्छ यसलाई म अलिकति मोटो बनाउँछु है भाइ बहिनीहरु तपाईहरुलाई देखाउन मलाई सजिलो होस् यो लिम्बलाई है ल हेर्नुस् वाटरको कन्सन्ट्रेसनमा के फरक पर्छ भन्दाखेरि यहाँ 300 आथ्यो यहाँ 300 को कन्सन्ट्रेसनले आथ्यो अब वाटर बाहिर निस्केपछि फिल्ट्रेटबाट भित्रको कन्सन्ट्रेसन के भयो भित्रको फिल्ट्रेटमा कन्सन्ट्रेसन के भयो सल्युटको कन्सन्ट्रेसन बढ्दै गयो वाटर जति त बाहिर निस्क्यो त्यसमा सल्युटको कन्सन्ट्रेसन बढ्दै गइरहेको छ नि भने यसको कन्सन्ट्रेसन कति भइसक्यो त 300 बाट 400 है फेरि अलिकति तल गएपछि फेरि यहाँ बाहिर 600 आयो हैन यता पनि यहाँ पनि के हामी देख्छौं त वाटर मोलिक्युल बाहिर निस्किदा यहाँ पनि के भइदियो 600 भइदियो फेरि तल गयो फेरि अझै वाटर मोलिक्युल निस्किने क्रम जारी छ भने यहाँ पनि के हुन्छ बढ्दै जान्छ यहाँ सम्म आइपुग्दै हैन आइपुग्दै यहाँ पनि फिल्ट्रेटको कन्सन्ट्रेसन पनि कति भइदिन्छ 1200 है मिली अस्मोल पर लिटर है त फिल्ट्रेट भित्रको कन्सन्ट्रेसन पनि त्यति भइदिन्छ ठीक छ कुरो बुझ्नु भयो नि हैन वाटर बाहिर निस्क्यो इज इट क्लियर यहाँसम्म त बुझ्नु भयो यहाँसम्म त केही डाउट छैन अब अगाडि जाउँ अगाडि फिल्ट्रेट जब यो लिम्बमा आउँछ असेन्डिङ लिम्बमा आएपछि हेर्नुस् अर्को एउटा कुरा तपाईहरुलाई याद छ मैले भनेको थिए यो लिम्बबाट किन वाटर बाहिर निस्क्यो त सोल्युट पनि त भित्र छिर्न सक्थ्यो यदि आयन उसको गर्लफ्रेन्ड हो भने वाटरको आयन त बाहिर धेरै छ भने आयन भित्र छिर्न सक्थ्यो नि त तर गएन किन गएन किनकि डिसेन्डिङ लिम्बको वाल that is it is permeable to water and impermeable to NaCl है यसको वाल हामीले पहिले पनि पढिसकेको छौं वाटर को लागि परमिएबल हुन्छ र इम्परमिएबल हुन्छ सल्ट को लागि वाटर भित्र पनि जान सक्यो बाहिर पनि आउन सक्यो तर NaCl न भित्र छिर्न सक्छ न बाहिर आउन सक्छ वाटर भित्र त छिर्ने कुरै भएन किनकि वाटर जहिले पनि इट लभ्स हैन आयन्स जता आयनको कन्सन्ट्रेसन धेरै त्यतातिर वाटर कुद्दै जान्छ भित्र आयनको कन्सन्ट्रेसन थोरै भयो बाहिरको कम्प्यारिजनमा त्यही भित्रबाट वाटर के गर्यो बाहिर मुभ गर्यो कुरो बुझ्नु भयो तर अब जब एसेन्डिङ लिम्बमा आयो एसेन्डिङ लिम्बमा कुरा सीन छुट्टै छ फेरि हेर्नुस् सीन के छुट्टै छ यसको वाल नेचरले कस्तो बनाइदिएको छ ल हेर्नुस् त नेचरले के गर्यो यसको वाललाई वाटर को लागि इम्परमिएबल असेन्डिङ लिम्बको वाल वाटर को लागि टिपेर राख्नुस् कपीमा है सुनेर मात्रै हुँदैन नोट लेक्चर अटेन्ड गर्दै तपाईहरुले नोट बनाउनुस् त्यो बेटर हो है एसेन्डिङ लिम्बको वाल वाटर को लागि के हुन्छ त इम्परमिएबल हुन्छ र NaCl को लागि परमिएबल हुन्छ बुझ्नु भयो कुरो वाटर न भित्र छिर्न सक्यो न बाहिर निस्किन सक्यो तर NaCl तपाईको परमिएबल छ भित्र पनि छिर्न सक्यो बाहिर पनि निस्किन सक्यो बट यो भित्र छिर्दैन यो बाहिर मात्रै निस्किन्छ किन हेर्नुस् यसको वालमा टन्नै सोडियम पोटासियम पम्प लागेको हुन्छ र यो सोडियम पोटासियम पम्पले एक्टिभली काम गर्छ के एटीपी को कन्जम्पसनमा काम गर्छ र यसले यहाँ भित्र जुन फिल्ट्रेटमा हेर्नुस् त कन्सन्ट्रेसन कति छ 1200 कन्सन्ट्रेसन छ हैन एउटा अझै कुरा तपाईहरुलाई म भन्छु यो जुन एसेन्डिङ लिम्ब छ एसेन्डिङ लिम्बको यो जुन थिन सेगमेन्ट हुन्छ छोटो हुन्छ थिन सेगमेन्ट दैट इज
also permeable to NaCl and impermeable to water भने यहाँबाट थोरै अमाउन्टमा NaCl प्यासिभली सोडियम आयन प्यासिभली बाहिर निस्किन्छ। सोडियम आयन प्यासिभली बाहिर निस्केपछि के भयो त यो भित्र जुन 1200 कन्सन्ट्रेसन छ सोल्युट बाहिर निस्केपछि यसको कन्सन्ट्रेसन कम भयो कि भएन? यहाँ कति भइदियो 1000, यहाँ के भइदियो 1000, बाहिर पनि 1000 छ कि छैन भाइ बहिनीहरु? हो अब माथि आउनुस्, जब एसेन्डिङ लिम्बमा आउँछ एसेन्डिङ लिम्ब पनि वाटरको लागि इम्परमिएबल NaCl को लागि परमिएबल है, तर यसमा कन्डिसन छुट्टै छ, सिन छुट्टै छ। किन सिन छुट्टै छ? यसको वालमा त सोडियम पोटासियम पंप लागेको छ है। सोडियम पोटासियम पंपले के गर्छ त दैट इज यो भित्र भएको आयन्स स्पेशली सोडियम आयनलाई समाउँदै बाहिर निकाल्दै एटीपी को कन्जम्पसनमा एक्टिभ प्रोसेस हो है। अनि यहाँबाट टन्नै सोडियम आयन बाहिर निस्किन्छ, सँगै क्लोराइड दैट इज अरु आयन्सहरु पनि निस्किन्छ हैन। तर हामी अरु आयनको कुरा अहिले नगरौं, हामी सोडियम आयनकै कुरा गरौं, सल्टको कुरा गरौं है, NaCl को कुरा गरौं। अनि यहाँबाट टन्नै सोडियम आयन कुन प्रोसेसबाट एक्टिभ प्रोसेसबाट बाहिर निस्किन्छ, सोडियम पोटासियम पंपले त्यसलाई के गरेको हो बाहिर निकालेको हो। कुरो बुझ्नु भयो? अब भने यहाँ के भयो त फिल्ट्रेटको कन्सन्ट्रेसनमा के असर पर्दैछ ल हेर्नुस्। जब यो 1000 भइसकेको थियो यहाँ प्यासिभली जब थोरै लिटल अमाउन्ट अफ मात्रै सोडियम आयन थिन सेगमेन्टबाट निस्किन्छ जसले गर्दा कन्सन्ट्रेसनमा त त्यही पनि फरक पर्यो, 1000 मा आइपुग्यो। भित्र जब यहाँ पुग्यो यहाँ त सोडियम पोटासियम पंप लागेछ र यहाँनिर तपाईको आयन फिल्ट्रेटमा त आयनको कन्सन्ट्रेसन धेरै छ नि त, धेरै भएपछि धेरै अमाउन्टमा सोडियम पोटासियम पंपले सोडियम आयनलाई बाहिर निकाल्छ। कुरो बुझ्नु भयो? अनि यहाँनिर कन्सन्ट्रेसन के भइदिन्छ 800, फेरि अलिक माथि गयो अझै सोडियम आयनलाई बाहिर निकाल्यो है, वाटर त बाहिर निस्किन पाइरहेको छैन भने 600, अलि माथि गयो 400, अलि माथि गयो 300, हुँदा 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 यहाँसम्म पुग्दा पुग्दा त तपाईले के हेर्नुहुन्छ भन्दाखेरि 200, कतै कतै त 150 150 पनि लेखेको छ है त। लगभग मान्नुस् न 150 देखि 200 सम्म यसको कन्सन्ट्रेसन भइदिन्छ जब यो डिस्टल कन्भोलेटेड ट्युब्युल सम्म पुग्छ, फिल्ट्रेटको कन्सन्ट्रेसन त्यति भइदिन्छ। कुरो बुझ्नु भयो हैन? गाह्रो त के लाया छैन नि हैन, दिमाग त घुम्न थाले छैन नि। मैले एकदमै सिम्पल कुरा भनेको छु, यो लिम्बबाट फिल्ट्रेटबाट वाटरको रिएब्जर्प्सन हुन्छ, त्यही भएर के भयो यहाँ सल्युटको कन्सन्ट्रेसन हाई भयो, सल्युटको कन्सन्ट्रेसन हाई हुँदै गयो। यो लिम्बबाट सल्युटहरु बाहिर निस्किन्छ किन बिकज इट इज परमिएबल टु सल्युट हैन, NaCl इम्परमिएबल टु वाटर, त्यही भएर धेरै सल्युटहरु सोडियम पोटासियम पंपले एक्टिभ प्रोसेसले बाहिर निकाल्छ र सल्युट बाहिर निस्केपछि अब फेरि यसमा के भयो कन्सन्ट्रेसन हेर्नु 800 बाट 600 600 बाट 400, सल्युटको कन्सन्ट्रेसन कम भइसक्यो नि त, हो कि हैन भन्नुस् त? 800 600 400 300 200 कुरो बुझ्नु भयो? हुँदा हुँदा यहाँ आउँदा आउँदै सल्युटको कन्सन्ट्रेसन के भइसक्यो त एकदमै हामी के भन्छौं हाइपोटोनिक, यहाँ माथि हाइपोटोनिक। भने यहाँ हेर्नुस् तपाईहरुलाई एउटा क्वेशन सोधिन्छ कि कुन लिम्ब कन्सन्ट्रेटेड लिम्ब हो? कन्सन्ट्रेटेड CONCENTRATION कन्सन्ट्रेटिङ लिम्ब भनेर भन्नुस् न। कन्सन्ट्रेटिङ लिम्ब कुन हो कन्सन्ट्रेटिङ लिम्ब? तपाईको दैट इज द डिसेन्डिङ लिम्ब अफ लूप अफ हेनले भने डाइल्युटिङ DILUTING डाइल्युटिङ लिम्ब कुन हो? असेन्डिङ लिम्ब अफ लूप अफ हेनले। कुरो बुझ्नु भयो? यहाँनिर के भयो त डाइल्युट भयो है, हाइपोटोनिक भइदियो। इज इट क्लियर? यो भनेको यो सल्युटको कन्सन्ट्रेसन तपाईलाई देखाइरहेको छ यो भ्यालुले, बुझ्नु भयो हैन त तपाईहरुले? ल यहाँ हेर्नुस्, यहाँ फिल्ट्रेट पुग्दा पुग्दै के भइदियो हाइपोटोनिक, दैट इज द डाइल्युट फिल्ट्रेट। इज इट क्लियर? यहाँ के भयो कन्सन्ट्रेटेड फिल्ट्रेट, यहाँ के भयो डाइल्युट फिल्ट्रेट। बुझ्नु भयो तपाईहरुले? आई होप अन्डरस्ट्यान्ड गर्नुभयो। यसले गर्दा के भइरहेछ त अलिकति अझै बुझ्नुस्। हेर्नुस् यो सिन त तपाईले डिसेन्डिङ लिम्ब र असेन्डिङ लिम्बमा हेर्नुभयो, डिसेन्डिङ लिम्ब र असेन्डिङ लिम्बको कुरामा यो सिन हेर्नुभयो भने डिसेन्डिङ लिम्ब अफ भाषा रेक्टामा के हुन्छ त ल हेर्नुस्,
यो जुन सोडियम आयन इन्टरस्टिशियल फ्लुइडमा हेर्नुस् निस्कियो, इन्टरस्टिशियल फ्लुइडमा छ। यहाँ इन्टरस्टिशियल फ्लुइडमा त सोडियम आयन एकदम धेरै भइसक्यो, हाई कन्सन्ट्रेसन भइसक्यो सल्युटको, हो कि हैन? कन्सन्ट्रेसन हाई भएपछि यो के भयो? हायर कन्सन्ट्रेसन रिजनबाट लोअर कन्सन्ट्रेसन रिजनतिर मुभ गर्न थाल्यो। अब दैट इज इन्टरस्टिशियल फ्लुइडबाट सोडियम आयन है कहाँ ब्लडतिर मुभ गर्न थाल्यो, यो ब्लडतिर मुभ गर्न थाल्यो। किन मुभ गर्यो? किनकि सोडियम आयनको कन्सन्ट्रेसन हाई छ इन्टरस्टिशियल फ्लुइडमा र लो छ ब्लडमा। र यो कुन प्रोसेसबाट मुभ गर्छ? प्यासिभ प्रोसेसबाट। भने एउटा अझै कुरा लेखेर राख्नुस् हैन, सोडियम फ्लो अफ सोडियम आयन इन्टरस्टिशियल हामी के भनौं फिल्ट्रेटबाट, फिल्ट्रेट फिल्ट्रेटबाट कता इन्टरस्टिशियल फ्लुइडमा TERSTIAL फिल्ट्रेटबाट इन्टरस्टिशियल फ्लुइडमा कस्तो हुन्छ त? के हुन्छ? फिल्ट्रेटबाट इन्टरस्टिशियल फ्लुइडमा एक्टिभ प्रोसेसबाट हुन्छ। र इन्टरस्टिशियल फ्लुइडबाट ब्लडमा इन्टरस्टिशियल फ्लुइड LUID फ्लुइडबाट ब्लड, इन्टरस्टिशियल फ्लुइडबाट ब्लडमा यसको मुभमेन्ट कसरी हुन्छ भने भाइ बहिनीहरु? प्यासिभली मुभमेन्ट हुन्छ है। भने यो प्यासिभली मुभ गर्छ, यो प्यासिभ, यो के भएको थियो? एक्टिभली मुभ गरेको थियो यहाँनिर, यो प्यासिभली मुभ गर्छ है, प्यासिभली मुभ गर्छ। यहाँबाट सोडियम आयनहरु प्यासिभली मुभ गर्छ, यहाँबाट सोडियम आयनहरु प्यासिभली मुभ गर्छ। भने अब हेर्नुस् है, यो भाषा रेक्टा जुन छ यसमा पनि त केही चेन्जेस आउला कन्सन्ट्रेसनमा। यो भाषा रेक्टामा ब्लड छ, ब्लडको यहाँनिर कन्सन्ट्रेसन 300 छ है। जब यसमा सोडियम आयन प्यासिभली भित्र छिर्न थाल्छ, यसको कन्सन्ट्रेसनमा चेन्ज आउँछ कि आउँदैन? सल्युटको कन्सन्ट्रेसन बढ्न थाल्छ 300 बाट 400, 400 बाट यहाँ के देख्छौ 500, 600 है, 800 हैन, 1000 है, हुँदा हैन 1000, अनि यहाँ हुँदा यहाँ हामी के देख्छौ त? कति देख्छौ त? 1200। यहाँ हुँदा कति भइदिन्छ? 1200। के छ त यहाँ? दैट इज के को कन्सन्ट्रेसन? यो भित्र ब्लड भित्र सल्युटको कन्सन्ट्रेसन। किन? लट्स अफ द सोडियम आयन भित्र छिरेको छ, छिर्यो। अब हेर्नुस् सीन के भइरहेको छ। यहाँबाट जब फिल्ट्रेट माथि आउँछ, यसको सल्युटको भित्र यो ब्लड भित्र सल्युटको कन्सन्ट्रेसन, सोडियम आयनको कन्सन्ट्रेसन के छ? एकदम हाई छ। र बाहिर के छ? इन्टरस्टिशियल फ्लुइडमा वाटरको कन्सन्ट्रेसन हाई छ। भने वाटर कताबाट कता मुभ गर्छ भाइ बहिनीहरु? हो ल भन्नुस् त, जता सोडियम आयन त्यतै वाटर, जता वाटर त्यतै सोडियम आयन। भने यो के हुन्छ? यो वाटर हैन मुभ गर्न थाल्छ इन्टरस्टिशियल फ्लुइडबाट कहाँ त? ब्लडमा। यो वाटर ब्लडमा आउँछ। किन? जता सोल्युटको कन्सन्ट्रेसन जता हाई छ त्यता वाटर मुभ गर्छ। भने वाटर मुभ गर्नु, हेर्नुस् नेचरले कस्तो राम्रो दैट इज डिजाइन गरेको छ। नेचरले ब्लडमा के चाहिएको थियो? वाटर कन्जर्भ गर्नु थियो, वाटर एब्जर्भ गराउनु थियो र सोडियम आयन। भने यहाँनिर हेर्नुस् भयभरको सोडियम आयन फाल्दा पनि सोडियम आयन धेरै त पीसीटी मै रिएब्जर्भ भइसक्यो र जुन यहाँबाट आयो त्यो असेन्डिङ लिम्बबाट पहिले इन्टरस्टिशियल फ्लुइडमा गयो र इन्टरस्टिशियल फ्लुइडबाट कहाँ पुग्यो त? ब्लडमा। यहाँसम्म आउँदा त सोडियम आयन पनि ब्लडमा र वाटर पनि ब्लडमा भयो त। वाटरको कन्जर्भ दैट इज वाटर कन्जर्भ गर्यो त ब्लडले, वाटर ब्लडमा पुग्यो त हैन त। हाम्रो काउन्टर करेन्टको दैट इज भकै किन थियो? वाटर कन्जर्भ गर्नको लागि, ब्लडमा फिल्ट्रेटबाट वाटर कन्जर्भ गर्नको लागि। अनि यसैको कारणले गर्दा काउन्टर करेन्ट मेकानिजम एप्लाई भएको थियो नि त। उसको जे इन्टेन्सन थियो त्यो त पूरा भइसक्यो। ब्लडमा उसलाई वाटर र के ल्याउनु थियो त? दैट इज सोडियम आयन। दुईटै कुरा आइसक्यो, हो कि हैन? यसैलाई भन्छ काउन्टर करेन्ट मेकानिजम। आई होप तपाईहरुले बुझ्नु भएको छ। मैले आफ्नो पुरै कोसिस गरे तपाईहरुलाई बुझाउन। लेक्चर अलिकति लामो भएको छ।
द्याट इज दिक्क नमानिकन हेरिदिनु होला। यदि स्टिल बुझ्नु भएन भने तपाईहरुको मेसेज पाऊ म कमेन्ट सेक्सनमा। यदि बुझ्नु भएको छैन भने म फेरि अर्को भिडियो बनाउनु छु, अझै यसलाई सिम्प्लिफाई गरेर, अलिकति लामै होस् तर यसलाई अझै सिम्प्लिफाई गरेर तपाईहरुलाई म बुझाउने छु। एउटा अझै कुरा है, एउटा अझै कुरा मेरो अलिकति छुट्यो, एउटा अझै कुरा भन्दिउ। अल्छी नलाउनुस्, हेर्नुस्, सुन्नुस् र यो कुरालाई नोट डाउन गर्नुस्। के हुन्छ जब फिल्ट्रेटहरु कलेक्टिङ डक्टमा यहाँ मुभ गर्छ नि हैन, यहाँबाट हामीले पढाएको थियौं, तपाईहरुलाई याद छ पीसीटी बाट लिटल अमाउन्ट अफ 50% अफ युरिया पनि रिएब्जर्ब भएको थियो भनेको थिएँ मैले तपाईहरुलाई। म तपाईहरुलाई पछि भन्छु यो युरिया त बडीको लागि युजफुल होइन, त्यही पनि किन रिएब्जर्ब हुन्छ त इन्टरस्टिशियल फ्लुइडमा हैन। र थोरै जरुरतको हिसाबले, नीडको हिसाबले तपाईलाई यो सीडी बाट पनि युरिया के हुन्छ रिएब्जर्ब हुन्छ है त। भने किन रिएब्जर्ब भयो बा? किनकि दैट इज डीप इन्टु द मेडुलामा सल्युटको कन्सन्ट्रेसन बढाउनु छ। सल्युटको कन्सन्ट्रेसन बढाउनको लागि है के रे युरिया पनि रिएब्जर्ब भयो, युरिया रिएब्जर्ब भयो। त्यही भएर युरियालाई के भनिन्छ भन्दाखेरि दैट इज मल्टिप्लायर भनेर भनिन्छ। कुरो बुझ्नुभयो है? मल्टिप्लायर भनेर भनिन्छ, याद राख्नुस् होला। इज इट क्लियर हैन? दैट यो त बुझ्नुभयो तपाईहरुले। यहाँनेरि एक्सचेन्ज अफ दैट इज आयन को रूपमा के भयो सोडियम, र मल्टिप्लायर को रूपमा कसले काम गर्यो? युरियाले काम गर्यो है। यो चाहिँ याद राख्नु होला। र यहाँबाट तपाईहरुले आन्सर पाउनु भयो कि थोरै युरिया पनि जुन रिएब्जर्ब हुन्छ त्यो किन इंटरस्टिशियल फ्लुइड को कंसंट्रेशन बढ़ाउनको लागि, सो दैट लॉट्स ऑफ द वाटर के होस् त रिएब्जर्ब होस्। कहाँ? दैट इज फिल्ट्रेट बाट इंटरस्टिशियल फ्लुइड में, इंटरस्टिशियल फ्लुइड बाट ब्लड में है त। ल यति भन्दै काउन्टर करेन्ट मेकानिजम हामीले पढेर भ्यायौं। टिल देन अब नेक्स्ट लेक्चर में हामी चाहिँ थोरै रास को कुरा गर्ने छौं है, किडनी को मेन फंक्शन रास को कुरा गर्ने छौं। टिल देन ऑल अफ यू बाय बाय, नमस्ते।